सिल फालिसकेपछि यो पिनलाई फुत्त तान्ने त्योभन्दा अगाडि यहाँ पाइप छ यो पाइपलाई हामीले घुमाउनु पर्छ यदि पाइप लुज रहेछ भने त्यो हामीले झ्याप्पै थिचिसक्छ पाइपको तलैबाट सुहागी आउट भयो भने हामीलाई नि जिमाउन पनि सक्छ नि त लुज रहेछ भने त्यसकारण यसलाई के गर्नु लुज रहेछ भने के गर्नु पर्यो टाइट गर्नु पर्यो यो हामीले किनभने सुहागी भित्रै आउँछ पाइप भित्रै आउँछ जोडेको एउटा लुज रहेछ भने यसलाई हामीले टाइट गर्नु पर्यो अनि आगो निभाउँदा अहिले यो सुहागी मान्छेसम्म हामी धेरैजनाले प्र्याक्टिस गर्छौँ यसमा यो पाइप नसमाथि थिच्नु हुँदैन पाइप नसमाथि थिच्नु हुँदैन यदि पाइप नसमाथि थिच्यो भने यो भित्रको प्रेसरले गर्दा पाइप यसरी हल्लिरहेको हाम्रो टार्गेट एरियामा जाँदैन त्यसकारण हामीले पाइप नसमातिकन यसरी थिच्नु हुँदैन अनि हामीले आगोमा यो पाउडर हाल्दा ख्याल गर्नुपर्ने कुरा आगोको जरामा हाल्नुपर्छ माथि होइन तर जरामा हाल्नु सबैले याद गर्दै हुनुहुन्छ जरामा हाल्दै हुनुपर्छ हाल्नुपर्छ हामीले यो त राखेको हुन्छ यो लिएर आउने यो पिन खोल्दा राखी उयो माथि झुन्ने पिन खोल्नु हुँदैन ठ्याक्क भुइँमा राख्ने अनि पिन खोल्ने अनि माथि उठाउने अनि टार्गेट एरियामा छट्ट जरामा हालेर अनि यसरी फायरिङ गर्ने अब हाम्रो आगो निभाउने बेलामा पोजिसन भनेको ठ्याक्कै यो पोजिसन हुनुपर्छ अनि हामीसँग बाहिर मफलर सलहरू केही छ भने त्यो मफलर र सललाई ढाकेको हुनुपर्छ किनभने मफलर सल भएको बेलामा यसो गर्दा झ्यापै आगो आयो भने त्यसले हामीलाई पनि असर गर्न सक्छ यो कुरा हामीले ख्याल गर्नुपर्छ यो पोजिसन किन हुनुपर्छ भने जस्तै हामी आगलागी भनेको दुर्घटना हो हामीले हल्ला गरेपछि मान्छेमा भागदौड मचिन सक्छ हामी आगो निभाउँदै गर्दा कसैले हामीलाई पछाडिबाट ठेलो भने यो पोजिसनमा छौँ भने हामी झ्याप्पै जान सक्छौँ यसरी बस्छ होइन गएन नि अब यो पोजिसन भयो